I believe every morning is an opportunity for us. We can't get this life again and again. And I'm that type of a guy who tries to make every single day a productive day as always. Hi guys. As always, firstly म आयो सबै आफ्नो पसलहरू सबै सफा गरेर यताहरू बुकेहरू सबै मिलाएर किनभने म बाहिर राख्छु नि त बुकेहरू धेरै स्पेसहरू पनि छैन नि त पसलमा त्यही भएर मैले सबै बुकेहरू बाहिर राख्छु एकदम एट्र्याक्टिभ देखियोस् मान्छेहरू आँखा सट्टै जाओस् भनेर एज पर माई ओपिनियन आफू बसेको ठाउँ एकदमै सफा राख्नुपर्छ स्पेसली यो होइन जहाँ आफूलाई सबैजनाले आफूलाई राम्रो देख्न चाहनुहुन्छ। आज चाहिँ बिहान बिहानै मलाई एकजना कस्टमरले कल गरेर मलाई यस्तो यस्तो टाइपको बुकेहरू चाहिएको थियो प्लिज हजुर कस्टमाइज गरेर मलाई पठाइदिनु न भन्नुभएको थियो। सो मैले त्यही सरसफाइहरू सबै सकेर आफ्नो बुक बनाउनुतिर लागेँ। बुकेमा चाहिने सबै एसेन्सियल्सहरू सबै मैले एक ठाउँमा कलेक्ट गरेँ अनि त्यसपछि मैले आफ्नो कामतिर लागेँ। उहाँले पठाउनु भएको इन्स्पो फोटो चाहिँ मलाई यहाँ राखिदिएको छु। म चाहिँ कस्तो खालको मान्छे हो भन्दाखेरि चाहिँ मलाई काम गर्दाखेरि चाहिँ कसैले पनि डिस्टर्ब नगरिदियोस्, बस म्युजिकको फ्लोमा गएर म एकदमै रुचाउने खालको मान्छे छु क्या। म्युजिक बजायो म आफ्नो काम गऱ्यो त्यसकै फ्लोमा म सबै कामहरू गरिसकेको हुन्छु क्या आफ्नो। एन्ड अल्सो वान थिङ म चाहिँ कस्तो खालको छु भन्दाखेरि चाहिँ म फ्री टाइममा चाहिँ केही न केही चाहिँ गरिराखौँ जस्तो नि लाग्छ क्या मलाई चाहिँ। अनि कतिजनाले पर्सनली मलाई मेसेजहरू पनि गरिराख्नुहुन्छ क्या एक्लैले कसरी भ्याउनु सक्नुहुन्छ क्या यति कुरा एडिटिङदेखि लिएर भिडियोहरू सबै अनलाइन अफलाइन सबै आफै एक्लैले ह्यान्डल गर्नुहुन्छ कसरी सक्नुहुन्छ। म यसरी नै सकिरहेको हुन्छु क्या। किन भन्दाखेरि मैले पहिला पनि भनेँ नि त म एकदमै फ्री टाइममा पनि केही न केही गरिराख्नु केही न केही बनाइराख्नु जस्तो नि खालको मान्छे हो। स्किल्सलाई त अरूको अगाडि रिप्रेजेन्ट गर्नु पाउँदा त म त एकदमै खुसी हुन्छु है साथीहरू। अझै एउटा कुरा एड गर्न चाहे हजुरहरू पनि आफ्नो फ्री टाइममा केही न केही गरिराख्नु केही न केही किन भन्दाखेरि लाइफ एकचोटि पाउने हो नि त हामीले त्यो पाएको टाइमलाई पनि यत्तिकै गुमाएर राख्दिनु भन्दाखेरि यत्तिकै केही न केही त गर्नु पऱ्यो नि त साथीहरू। अनि यो बुके बनाउँदाखेरि चाहिँ सबभन्दा डिफिकल्ट लाग्ने मलाई अनेस्टली भन्नुपर्दाखेरि चाहिँ ऱ्याप गर्दाखेरि हो क्या। किन भन्दाखेरि कता केही पेपरहरू केही मिल्दैन यताउता के हुन्छ है त्यसैले म आफ्नै एकदम कन्सन्ट्रेट भएर गरिरहेको हुन्छु क्या कामहरू चाहिँ। अब हेर्नुहोस् न हजुरहरूसँग बोल्दा बोल्दै मैले आफ्नो एउटा बुके पनि तयार गरिसकेको छु। अब यो बुके चाहिँ हामी दोकानको लागि डेलिभरी गर्नुपर्ने छ। यतिको छोटो मिठो ब्लगहरू अगाडिको दिनमा पनि लिएर आउने बाचाको साथ हजुरहरू पनि यसरी नै माया देखाइराख्नुहुन्छ भन्ने आशाको साथ म आजको यो ब्लग यहीँ गर्न चाहन्छु। थ्याङ्क यू सो मच।